साथीहरू यो चाहिँ पेन्सिल हो होइन। ल हेर्नुहोस् पेन्सिल हो। यो पेन्सिल चाहिँ कस्तो हुँदो रहेछ भने लेख्ने पेन्सिल चाहिँ यहाँ टुप्पोमा मात्रै कि अलिकति यहाँ मात्रै यति यति जति मात्रै हुँदो रहेछ कि हिजो छोराले फुत्त झारेको। अनि फेरि तिखार्न खोजेको त छैन भित्र त पेन्सिल त लेख्ने त यहाँ माथि यत्रो हाल्दै। होसियार हुनु होला है, यस्तो यस्तो पेन्सिल किन्दै हुनुहुन्छ भने चाहिँ अलिकति है ख्याल गरेर किन्नु होला। किनभने यो अलिकति मलाई चाहिँ राम्रो लाग्यो किनभने त्यत्रो 200 रुपियाँ लिएको, यसको 200 रुपियाँ लियो। माथिसम्मै हुनुपर्ने हो नि त पेन्सिल लेख्ने भाग त होइन, तर टुप्पोमा मात्रै रहेछ कि यो त। अनि अरू सबै काठ कस्तो बदमासी गरेको यार, मेट्ने टुप्पोमा लेखिदिएर यस्तो गरेर हुन्छ त यार। 200 पैसा त्यत्तिकै आउँदैन नि व्यापारी दाजुहरू। तपाईँहरू मनोकामना क्षेत्रमा हुनुहुन्छ भने यो हेर्नु होला है, तपाईँहरूले यो के गरी बेच्नुभएको। भिडियो पनि सेयर गरिदिनु होला है, मनोकामना क्षेत्रबाट किनेर ल्यायो यो चाहिँ।